दर्शकवृन्द नमस्कार। आज दिनभरका प्रमुख समाचार समेटिएको टप 10 बुलेटिनमा तपाईँलाई स्वागत छ। म नवीन बाबु। सुरु गरौँ अहिलेसम्मका प्रमुख समाचारहरू। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अर्जुन नरसिंह केसीले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज शीतल निवासमा आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो। नेपाली कङ्ग्रेसबाट समानुपातिक प्रणाली मार्फत निर्वाचित 78 वर्षीय केसीले ज्येष्ठ सदस्यका रूपमा भोलि प्रतिनिधि सभाका अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ। सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता पनि उहाँले नै गर्नुहुनेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतद्वारा सर्वोच्च अदालत न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2081-82 को प्रतिवेदन पेश। राष्ट्रपति पौडेलद्वारा छिटो, छरितो र जनउत्तरदायी न्याय प्रशासनमा जोड। सूचना प्रविधिको प्रयोगले न्यायिक प्रक्रियामा पारदर्शिता र सहजता बढेको उल्लेख। न्यायिक सुशासन कायम गर्न निर्भीक रूपमा अघि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाई। न्यायिक स्वतन्त्रता र उत्तरदायी सुदृढ गर्न सुझाव। 16 वर्षीय इनिसा विकको हत्या घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्यो। सामूहिक बलात्कार नभएको निष्कर्ष। मुख्य अभियुक्त 16 वर्षीय किशोरले जबरजस्ती करणी गर्दा अत्याधिक रक्तस्राव भएर मृत्यु भएको प्रहरीको भनाई। किशोर विरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा, जन्मकैद मागसहित प्रहरीको सिफारिस। सामूहिक बलात्कारको आरोपपछि 3 नाबालक पक्राउ, उनीहरू विरुद्ध केवल कर्तव्य ज्यान सम्बन्धी मुद्दा सिफारिस। अनुसन्धानमा सिआइबी, पोलिग्राफ र अन्य विशेषज्ञ टोली संलग्न। कतिपय रिपोर्टहरू अध्ययनका लागि विदेश पठाउनु पर्ने हुनाले अनुसन्धान अझै बाँकी। प्रधानमन्त्री सुशीला कार्कीले 3वटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने। भदौ 23-24 घटना सम्बन्धी जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक हुने। नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोग 2077 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सुशासन मार्गचित्र 2082 कार्यान्वयनको प्रक्रिया अगाडि बढाइने। भदौ 23-24 को घटना सम्बन्धी प्रतिवेदन सङ्घीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक हुने। बाल संगठन र बाल मन्दिर प्रतिवेदन पनि पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गरिँदै। सुशासन मार्गचित्रको कार्यान्वयन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट गरिँदै। सुनसरीका विभिन्न फर्ममा बर्ड फ्लू पुष्टि। कुखुरा र अण्डा नष्ट गर्ने अभियान सुरु। इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका र गढी गाउँपालिकाका 8 फार्म प्रभावित। संक्रमण पुष्टि भएपछि फर्ममा रहेका कुखुरा र अण्डा नष्ट। प्रभावित क्षेत्रमा कुखुरा र अण्डाको बिक्री वितरण गर्न रोक। पन्छीजन्य वस्तु आयात निर्यात नियन्त्रण। संक्रमण ढुवानी सवारी साधनबाट फैलिएको हुन सक्ने अनुमान। जेनजी जाँचबुझ आयोगले जेनजी आन्दोलनमा हेल्चेक्राइममा युवाहरूको ज्यान गएको भन्दै तत्कालीन सरकारी अधिकारीहरूलाई अभियोजन सिफारिसमा गृह सचिव गोकर्ण मणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अरियल, राष्ट्रिय अनुसन्धान प्रमुख उत्तराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाल समावेश। आयोगको प्रतिवेदन अनुसार पदाधिकारीको हेल्चेक्राइमपूर्ण काम कारबाहीले किशोर किशोरीको ज्यान लिएको दाबी। नेपाल सरकारलाई अनुसन्धान र अभियोजन अगाडि बढाउन सिफारिस। नेपाली कङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकपछि संविधान संशोधन अध्ययन र राय सुझावका लागि समिति गठन गर्ने निर्णय। उपसभापति पुष्पा भुषालको संयोजकत्वमा समिति गठन। समितिमा विषयगत विज्ञहरू समावेश। सबै प्रदेश, क्षेत्र र तह समुदायसँग संवाद गरिने। प्रतिवेदन राष्ट्रिय साझा धारणा निर्माणका लागि अन्य पक्ष, नागरिक समाज र राजनीतिक दलहरूसँग संवाद हुने। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो। आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोल प्रति लिटर 15 रुपैयाँ बढ्यो। पेट्रोल मूल्य पहिलो वर्ग 184 रुपैयाँ 50 पैसा, दोस्रो वर्ग 186 र तेस्रो वर्ग 187 रुपैयाँ प्रति लिटर। डिजेल, मट्टीतेल मूल्य पहिलो वर्ग 164 रुपैयाँ 50 पैसा, दोस्रो वर्ग 166, तेस्रो वर्ग 167 रुपैयाँ प्रति लिटर। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा पनि मूल्य बढाइएको निगमको भनाई। मार्च 1 देखि 24 तारिकसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रति लिटर 76 रुपैयाँ र डिजेलको प्रति लिटर 143 रुपैयाँ वृद्धि भएको निगमको भनाई। लमजुङ दोर्ती 5 सादी खोलामा घर्यासी विवाद। वनचरो प्रहार हुँदा 3 जना घाइते। 49 वर्षीय होकन गुरुङले विवादका क्रममा वनचरो प्रहार गर्दा श्रीमती 45 वर्षीय चिजमाया गुरुङ गम्भीर घाइते। चिजमायाको बायाँ हात र पेटमा चोट। प्रदेश अस्पताल लमजुङमा सघन कक्षमा उपचार हुँदै
72 वर्षीय गर्वलाल गुरुङ र 10 वर्षीय अनमोल गुरुङको टाउकोमा गम्भीर चोट, थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइयो। वञ्चर प्रहार गर्ने ओखन गुरुङ, प्रहरीको नियन्त्रणमा अनुसन्धान जारी। इरानद्वारा स्ट्रेट अफ होर्मुजमा गैर शत्रुतापूर्ण तेल ट्याङ्करलाई आवाजावतमा अनुमति दिएको घोषणा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध अन्त्यतर्फ आशावाद व्यक्त। इरानसँग संवाद जारी रहेको जानकारी। स्ट्रेट अफ होर्मुजबाट विश्व तेल आपूर्तिको करिब 20% ओसार प्रसारमा खुल्ला मार्गले कच्चा तेलको मूल्य करिब 6% घट्यो। अमेरिकी सञ्चार माध्यम अनुसार वाशिङटनले पाकिस्तान मार्फत इरानलाई 15 बुँदे शान्ति पत्र पठायो। इरान इजरायल द्वन्द्व जारी, कूटनीतिक पहल र सैनिक गतिविधि दुवै जारी। मध्यपूर्वको अवस्था अझै संवेदनशील र अनिश्चित। आजलाई टप 10 समाचार यति नै। देश विदेशका ताजा समाचार हेर्नका लागि सरकार टाइम्सको अनलाइन न्युज पोर्टल, फेसबुक तथा युट्युब च्यानल लाइक, फलो र सब्स्क्राइब गरिदिनु भएकोमा धन्यवाद। सरकार टाइम्स हेर्दै गर्नुहोला। नमस्कार।